ड्रिम्स टिभी हेरिराख्नु भएको छ र ड्रिम्स टिभीका विभिन्न सपना श्रृङ्खला तपाईँले हेरिराख्नु भएको छ। सपनामा यदि तपाईँले कुनै पनि प्रकारको सपना प्रातः समयमा देख्नुहुन्छ भने त्यो सपनाले तपाईँलाई छिटै नै प्रभाव पार्ने हुन्छ। आजको सपना श्रृङ्खलामा सपनामा यदि कुकुरले टोकेको अवस्थामा तपाईँलाई देख्नुहुन्छ भने त्यो सपनाले तपाईँलाई फल राम्रो दिन्छ कि खराब फल दिन्छ त्यसको बारेमा चाहिँ जानकारी गराउँदैछौँ। यदि तपाईँले सपनामा खराब अवस्थामा चाहिँ सबभन्दा पहिला त कुकुरले तपाईँलाई चाहिँ घेरिराखेको छ, पिछा गरिराखेको चाहिँ अवस्थामा चाहिँ देख्नुहुन्छ भने त्यस्तो स्थितिमा चाहिँ तपाईँको विवाहसँग चाहिँ सम्बन्धित कुराहरू होस्, पार्टनरसिपको कुराहरू होस्, सम्बन्धको कुराहरूमा चाहिँ समस्या आउँछ, प्रेम सम्बन्धको कुराहरूमा चाहिँ समस्या आउँछ र आफू चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ भन्ने चाहिँ अर्थ लाग्छ। सपनामा कुकुरले टोक्नु भनेको तपाईँको लागि चाहिँ शुभ सङ्केत हुँदैन। यस्तो स्थितिमा तपाईँले केही कामहरू गर्दै हुनुहुन्छ भने एकदमै विचार गर्नुहोला। यदि सपनामा चाहिँ तपाईँले कुकुरले टोकिराखेको अवस्थामा आफूलाई देख्नुहुन्छ भने एकदमै ध्यान दिनुपर्ने हुन्छ। कुनै पनि व्यक्तिमाथि विश्वास नगर्नुहोला, विश्वासघात हुने सङ्केत पनि यसलाई मानिन्छ।